म अहिले यतिखेर लमजुङ र गोर्खाको साँधमा उपस्थित भएको छु। राइनसकोटका दुई दाजुभाइ नरहरी शाह र द्रव्य शाह, जसले द्रव्य शाहले गोर्खा लिलिकोट हानिसके पछाडि उनी त्यहाँका राजा भए र नरहरी शाहलाई एउटा लोभ लाग्यो र भाइले आर्जेको राज्य पनि दाइकै हुनुपर्छ भन्ने आशयले दाजुभाइ बीचमा चाहिँ कुराकानी गर्दाखेरि भाइले मैले आर्जेको राज्य किन दिने भन्ने र दाइले चाहिँ म दाइ भएको नाताले चाहिँ भाइले आर्जेको राज्य पनि दाइकै हुनुपर्छ भन्ने दुई बीचको दाजुभाइ बीचको झगडालाई चाहिँ साम्य पार्नको लागि आमा वसन्तावतीले हैन यही ठाउँमा यही चक्रतीर्थ थाममा आएर चाहिँ आफ्नो दुध चाहिँ चेपे नदीमा बगाएकी थिइन्। त्यही बगाएको ठाउँ म आज तपाईहरुलाई देखाउन गइरहेको छु। यो ठाउँको लागि एउटा मन्दिर बनाइएको छ है। यो मन्दिर यहाँनिर अवस्थित छ, यहाँ टुबालाई छ। यो ऐतिहासिक छ, पुरातात्विक मन्दिर हो। यो मन्दिरमा चाहिँ यो मन्दिर ऐतिहासिक मन्दिर हो। त्यही त्यतिखेर नै स्थापना गरिएको मन्दिर यही मन्दिर हो। चक्रतीर्थ धाम भनेको यही चक्रतीर्थ चक्र कोरिएको कारणले नै हाम्रो यो भेगको नाम चक्रतीर्थ गाविस राखिएको थियो। अहिले आएर राइनस नगरपालिका भएको छ। यतापट्टि फेरि अरू पनि मन्दिरहरू निर्माण गरेका छन् है। विभिन्न व्यक्तिहरूले यहाँ क्रियापूर्ति पनि बस्न मिल्ने हैन, पूजा आजा गर्न मिल्ने हैन, लगायतका चिजहरू भर्खर निर्माणाधीन छ। तर यो धेरै नै ऐतिहासिक र पुरातात्विक ठाउँ म यहाँलाई जानकारी गराइरहेको छु। म अब तपाईहरुलाई आमा वसन्तावतीले दुध बगाएको एउटा दृश्य यहाँ मूर्ति निर्माण गरिएको छ। म त्यो यहाँलाई देखाउन गइरहेको छु। यहाँ यतापट्टि नरहरी शाह हुनुहुन्छ, यतापट्टि द्रव्य शाह। दुई दाजुभाइ बीचको झगडालाई साम्य पार्नको लागि आमा वसन्तावतीले यहाँ चेपे नदीमा दुध बगाएको दृश्य अब मूर्ति मार्फत पनि यहाँ प्रष्ट पारिएको छ। मैले चक्रतीर्थ धाममा त्यसरी यहाँहरूलाई यो परिचय किन गराइरहेको छु भने ऐतिहासिक तथा पुरातात्विक महत्वको ठाउँ धर्मनाथ यो धाम चाहिँ अब यो धामलाई चाहिँ उजागर गर्नुपर्ने, इतिहास खोतल्नुपर्ने अवस्था भएको कारणले मैले यहाँलाई शाहवंशीय इतिहासको एउटा मूल थलो, मूल ठाउँ, मूल जड जहाँबाट नेपाल एकीकरण गर्न प्रेरणा मिलेको थियो। द्रव्य शाह दौडिएर राजा बन्न गए लिलिकोटमा, घलेहरूलाई पराजित गरेर उनी राजा भए पछाडि नेपाल एकीकरणको सुरुवात त्यहाँबाट भएको थियो। तर त्यसको मूल थलो नरहरी शाहको मूल थलो पनि, द्रव्य शाहको मूल थलो पनि यही राइनसकोट लमजुङ नै थियो र यही चेपे नदीमा दुध बगाएको इतिहास यहाँ समक्ष राखे। यतिखेर म द्रव्य शाहको पुरानो दरबार जहाँ उनी दौडिएर राजा भएर बसेका थिए यो भग्नावशेष म तपाईहरुलाई देखाउन गइरहेको छु। यसरी वालहरू उठाइएको छ। हामी यहाँ अब माथि चढ्न गइरहेका छौं। यहाँबाट हेर्दा यो जंगल देखिन्छ। यो चारैवटा दिशा वाल ठूलो पर्खाल लगाइएको छ। यो पर्खाल भत्किएर अहिले जीर्ण अवस्थामा देख्न सक्छौं। त्यहाँ पल्ल कालिका देवीको मन्दिर छ। त्यतिखेर द्रव्य शाह यहाँ राजा भए त्यतिखेरदेखि नै त्यहाँ स्थापना भएको किम्वदन्ती देखिन्छ। हामी यहाँ माथि चढेका छौं। जुन झण्डा गाडेको ठाउँमा मेन गढी भनेको यही नै थियो। यसैलाई नै नक्कल गरेर पर झण्डा गाडेको ठाउँमा अर्को गढी बनाइएको हो। मेन मुख्य चारै दिशाबाट तोप पार्न मिल्ने, बन्दुक पड्काउन मिल्ने बनाइएको यो पुरानो अहिले यो भग्नावशेषको रूपमा परेड भएको छ। यसलाई संरक्षण गर्न जरुरी देखियो। सम्बन्धित निकायको ध्यान जाओस्। विशेष गरी पालङटार नगरपालिका
लाई यसको संरक्षण गर्ने दायित्व उसैको हो र यहाँ देश विदेशबाट पर्यटक आउने भएको कारणले यसलाई बनाउन जरुरी देखियो। यो सुझाव सहित म अब कालिका मन्दिर नजिकै जान्छु, जहाँ जतिखेर द्रव्यशाह राजा भए पछाडि त्यहाँ स्थापना गरिएको थियो। यहीँबाट नेपाल एकीकरणको सुरुवात भएको छ। अझ म त्यहाँ माथिसम्म पुग्न चाहन्छु। अझ राजाको दरबार भएको ठाउँ पुग्न बाँकी छ। प्रतीक्षा गर्नुहोला। यताबाट हेर्दा यस्तो देखिन्छ भग्नावशेष रहेको दरबार। यता पिकनिक स्पोट बनाइएको पनि छ। यहाँ पर्यटकहरू आउने र आन्तरिक पर्यटकहरू यहाँ पिकनिक मनाउने, वनभोज खाने सल्लाहका रुखहरूले चपक्क ढाकिएको यो लिलीकोट दरबार। बाटो पारिपट्टि देखिएको छ राइनसकोट। तपाईँले धमिलो वातावरणमा देख्न सक्नुहुनेछ राइनसकोट, जहाँ नरहरि शाह र द्रव्य शाह दाजुभाइ बस्थे। त्यहीँबाट भाइ द्रव्य शाह लिलीकोट चेपे नदीबाट दौडिएर घलेहरूलाई हराउँदै यहाँ राजा हुन पाएका थिए। म यहाँहरूलाई अब लिलीकोटको द्रव्य शाहकै पालामा स्थापना भएको तर अहिले सुधार गरेर आधुनिक मन्दिर टुँडाल सहित माथि गजुर सहित राखेर यतापट्टि दुईटा सिंहको आसन सहित बनाइएको कालिका मन्दिर दर्शन गराउन गइरहेको छु। यो कालिका मन्दिर हो। यो मूलगढी दरबार यही हो। यहाँ पुरानो सिँढी जतिखेर द्रव्य शाह राजा भएकै बेलामा बनाइएको सिँढी हो। अहिले पनि जस्ताको तस्तै छ। हामी मूलगढी दरबार द्रव्य शाहको मूलगढी ऐतिहासिक लिलिक मूलगढी भनेर त्यहाँ लेखिएको पनि छ। तपाईहरुलाई देखाउँछु म। यो नै मूलगढी हो। यहाँ नै द्रव्य शाह राजाले राज्याभिषेक गरेका थिए। अन्त त यो मेन गढीमा हामी आइपुगेका छौँ। यो यहाँ बनाउँदै रहेछन् मेन गढी। यहाँ एकजना बा भेट्नुभयो। बा नमस्कार, तपाईको नाम के हो? हजुरको नाम के हो? बाख्रा नाम बा। नाम के हो हजुरको? नाम के हो? मेरो? हजुर सन्तै परिवार। ए यो ठाउँको बारेमा के थाहा छ? यो ठाउँको बारेमा भन्दिनु त। यो त मूलकोट हो। मूलगढी। पहिला के भएको थियो यहाँ? पहिला दरबार थियो। दरबार थियो है? पछि बनायो। कस्तो थियो पहिलाको दरबार? पहिलाको त घुमाउने थियो। घुमाउनु पारेको थियो? ए घुमाउने थियो। ढोका यही हो। यतापट्टि ढोका थियो। यो उपासे बस्ने। ए यहाँ चाहिँ दसैँमा बस्ने। के बस्ने? अहिले पो एउटा दुईटा पुजारी बस्थे। दुईटा पुजारी बस्थे। हजुर। अनि यहाँ ठकुरी हुन्थ्यो। हजुर। अनि ऊ हेर्दै थियो त्यो तल अहिले उपासे बस्ने घरमा छ नि त। हजुर। त्यहाँ मगर बस्थ्यो। मगर बस्थ्यो। अनि पहिला घलेहरू यहाँ कति छन् त? घलेहरू थिए। अहिले घलेहरू छन् कि छैनन् यहाँ? पहिला त घले राजा हो नि त। हो त। अहिले घलेको बस्ती छ कि छैन यहाँ? राजा छैन नि। राजा छैन, घलेहरू पनि बस्ती लोप भयो। ए होइन, अहिले राजा छैन। अब कसले चला? मन्त्रीले चला कि कसले चला? ल भा, हस्, धन्यवाद। कता पऱ्यो घर बाबु? मेरो घर यहीँ पारी। पारी? हजुर। तिन पिप्ले। तिन पिप्ले। तिन पिप्ले पर्छ बा। तिन पिप्ले? हजुर। लिलीकोटको टुप्पोबाट देखिएको यो दृश्य हो। चारैतिर यो दृश्य हो। त्यहाँ लाली गुराँस फुलेको छ। यता पनि लाली गुराँस फुलेको छ। त्यो आपिपलको स्कुल हो है। यता आर्मी बजार देखिएको छ। यो मूलगढी द्रव्य शाहको मूल थलो मूलगढी। यही राज्याभिषेक गरेका थिए। यहाँ पुरानो दरबार थियो, अहिले भत्काएर चाहिँ नयाँ बनाउन खोजिएको रहेछ।
यही नै हो लिलीकोटको दरबार। यतापट्टि लालीगुराँसको जंगल छ, लालीगुराँस फुलेको छ। यसलाई लालीगुराँसको जंगलको हब बनाउने पनि सोच राखिएको रहेछ।